हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। म चाहिँ आज जाँदैछु पछिल्लो समय एकदमै भाइरल बनेको रामनगर पार्क। त्यहाँ चाहिँ नारायणघाटदेखि 10 देखि 15 मिनटमा इजिली पुग्न सकिन्छ। त्यहाँ पुगिसकेपछि इन्ट्री गर्नको लागि 20 to 25 रुपिस चाहिँ इन्ट्री फी त्यहाँ टिकट काट्नुपर्छ। त्यहाँभित्र चाहिँ फुड स्टलहरू अभाइलेबल छैन। यदि केही खानेकुराहरू चाहियो भने चाहिँ तपाईँहरू बाहिरैबाट लिएर जानुपर्छ। धेरै टाइम बस्नु छ भने चाहिँ बाहिरबाट लिएर गयो भने चाहिँ एकदमै बेस्ट हुन्छ। एकदमै शान्त ठाउँहरू मनपर्छ भने चाहिँ तपाईँहरूको लागि यो प्लेस चाहिँ बेस्ट हुनसक्छ। गार्डन घुम्नको लागि एकदमै अर्गनाइज तरिकाले बनाएको बाटोहरू पनि राम्रो थियो। त्यसपछि मलाई जानु थियो त्यहाँको मेन एट्र्याक्सनमा। त्यहाँको मेन एट्र्याक्सन भनेको चाहिँ त्यहाँको टावर थियो। त्यसपछि म चाहिँ त्यो टावरतिर जान थालेँ। सबै काठ युज गरेर बनाएको त्यो टावर मलाई चाहिँ अति नै बवाल लाग्यो। त्यसपछि टावरबाट माथिको भ्यू चाहिँ एकदमै अमेजिङ थियो। मलाई चाहिँ एकदमै राम्रो लाग्यो थियो। वरिपरि एकदमै ग्रिनरी प्लस त्यहाँनिर सर्कल भएको अनि उतापट्टि साइडको चाहिँ रोडको भ्यूहरू पनि एकदमै राम्रो देखिन्छ। माथिबाट हेर्दा जुन भ्यू देखिरहेको थियो नि त्यो चाहिँ अति नै बवाल थियो। मलाई एकदमै राम्रो लागेको थियो। त्यसपछि हामी त्यहाँनिर 2-3 घन्टा घुमिसकेपछि त्यहाँबाट निस्किएर घरतिर आयौँ। आजलाई चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइज। सी यू इन द नेक्स्ट भिडियो।